नमस्ते, यसबारे प्रश्नहरूको बारेमा कुरा गरौँ। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। नमस्ते, यसबारे प्रश्नहरूको बारेमा कुरा गरौँ। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। मोजारेला ब्रेड पिज्जा 3-2-1 पटकमा। मोजारेला ब्रेड पिज्जा 3-2-1 पटकमा। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। अनि खानुहोस् र आनन्द लिनुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। अनि केचप, मोजारेला र पिज्जाका भागहरू राख्नुहोस् र त्यसपछि यो र त्यसपछि 2वटा हरियो खुर्सानी राख्नुहोस्। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी कुच्नुहोस्। बारेमा प्रश्नहरू पाउँदा आनन्द लाग्यो। पहिले रोटीलाई चम्चामा कुच्नुहोस् र त्यसपछि मोजारेला राख्नुहोस् र त्यसपछि फेरि चम्चामा रोटी